त्यत्रो मान्छे त्यहाँ हुँदा हुँदै हैन त्यसलाई बचाउन सक्छ भनेपछि त्यो मान्छेहरु बचाउन सक्थ्यो नि 20-25 जना त्यो भिडियोमा हेर्नु न त्यो भिडियोमा छ 20-25 जना हैन त्यो झगडा धेरै भयो हैन त्यो सरो भन्ने चाहिँ फ्यान आइडीबाट फेक आइडीबाट आएको थियो हैन झगडा धेरै भयो अब एकछिन आउ न हाम्रो रुममा सल्लाह गरौँ हैन तिनै मिलेर अब सल्लाह गरौँ यहाँ आएर कुरा गरेर जाऊ तिमी पनि भने हैन त्यही लाइभबाट हामी म ठ्याक्कै म पनि अफिसमा भए हैन म पनि लाइभबाट गए लाइभबाट गएको 1 घण्टापछि 1 र 1.5-2 घण्टाको बीचमा उसले आफैले आगो लाग्यो भन्ने कुरा सुनियो के किनकि उसले त्यो सरो र अनुरे भेट्नलाई बोलाएको थियो नि उलाई भेट्न बोलाएको छ त्यो आफू आगो लगाउन सक्छ भने त आफ्नो रुममा पनि लगाउन सक्छ नि त्यो आफै लगाएको हैन के त्यो साथीहरु मिलेर लगाएको हो के किनकि त्यो जसले पनि गरे त्यसलाई कडा भन्दा कडा सजाय अनु र सरू भन्नेले चाहिँ अहिले बहिनीलाई चाहिँ आगो लगाएर मार्यो भन्ने चाहिँ तपाईहरुको आरोप हजुर हो किनकि उनीहरुले बोलाएर उसको रुममा गएको हो नि त्यसले आफैले लगाउन सक्छ भने आफ्नो रुममा लगाउन सक्छ नि त्यो हो के हैन भन्नु त आफैले लगाउन सक्छ हैन अब हाम्रो आँखामा भन्दाखेरि हामीले देखेको चाहिँ लाइभको कुरा हैन लाइभमा गएर त्यसको अगाडि हैन मेरो रुममा भेट्नलाई झगडा नि धेरै भयो हैन झगडा नि यस्तो के कुरामा झगडा हो खासमा चाहिँ हैन तिनीहरुको चाहिँ पहिलादेखि 10-8-9 महिनादेखि पहिलाको कुरा हैन त्यस्तो सुन्दाखेरि चाहिँ अनुरे अनि सरुले अनि मेरो बुढासँग बोल्ने यस्तो उस्तो भन्ने चाहिँ कुरा आएको थियो आरोप चाहिँ लगाएको थियो हैन त्यो अब सल्लाह गर्नलाई राम्रोसँग गएको मान्छेलाई त्यस्तो गर्न नहुने नि हैन अब आफूले आगो लगाउन सक्छ आफ्नो रुममा पनि लगाउन सक्छ हैन अब जे भने पनि हैन त्यसलाई अब छोड्नु हैन कसैले पनि हैन घटना चाहिँ खासमा के हो अब पेट्रोल लगाइयो भनेर भन्यो त्यो दृश्यहरु पनि हामीले देख्यौं असाध्यै धेरै त्यो हेर्नै नसक्ने दृश्यहरु थियो ट्याक्सीमा हालेको त्यो भिडियोहरु पनि हामीले देख्यौं त्यो हेर्नै नसक्ने थियो यस्तो के म हिजो हैन पानी परिरहेको थियो हैन म पानी परेर ट्याक्सीमा मैले गए हैन अनि म चाहिँ मेरो साथीहरुसँग बोलिरहेको थिएँ यस्तो यस्तो भयो भने हैन त्यो दाइले के भन्यो हैन हिजो त्यहाँ भएको घटना त हैन बहिनी मसँग भिडियो छ भन्नुभयो के अनि त्यत्रो मान्छे त्यहाँ हुँदा हुँदै हैन त्यसलाई बचाउन सक्छ भनेपछि त्यो मान्छेहरु बचाउन सक्थ्यो नि 20-25 जना त्यो भिडियोमा हेर्नु न त्यो भिडियोमा छ 20-25 जना हैन त्यो 20-25 जना एकचोटी त्यो आगो लगाउँदा देख्दाखेरि बचायो भने बस्थ्यो नि मान्छे हैन हो कि हैन भन्दा त्यत्रो मान्छे छ भन्छ हैन कोही थिएन आगो लगाउँदाखेरि आगो लगाएको मात्रै देख्यो भन्छ हैन आगो लगाएको 81 हैन देख्यो भन्छ है लाइटर बारीको देख्यो भन्छन् हैन तर त्यत्रो मान्छेहरु 20-25 जनाहरु रोडमा छ हैन त्यो मान्छे त्यत्रो हेरेर के बसेको अनि बचाउन सक्थ्यो नि त्यो बेला हो किन भन्नु त तपाईहरु नै अब यही हो जसले गरे त्यसलाई हामीले छोड्नु हैन न्याय चाहिँ दिलाउनु पर्छ तपाईले अस्पतालमा भेट्नु भयो भइसके भेटेर हैन हिजो भेटे अस्ति भेटे म हस्पिटल ल्याएको दिनदेखि यही हो हिजो चाहिँ रुममा गएको हो कति पर्सेन्ट जति जल्या थियो उहाँ 90% जलिसक्यो ठुलो भाग सबै जलिसकेको छ 5% नै छैन भने थियो के भन्नु यति नै हो अब जसले गरे त्यसलाई चाहिँ छोड्नु हैन कसैले कडा भन्दा कडा चाहिँ सजाय दिनै पर्छ हजुर तपाईँ पनि थोरै अलिकति अगाडि आएर बोलिदिनुहोस् किनभने अब अस्पतालमै हुनुहुन्छ है नमस्ते है म चाहिँ आचलको दिदी पर्छु पहिला 4-5 वर्ष पहिलादेखि चाहिँ चिन्जान थियो मेरो अब धनगढी त्यो कोठा नजिकै मेरो घर हो राम्रै लाग्थ्यो मलाई चाहिँ त्यस्तो नराम्रो टाइपको पनि थिएन हैन अब उसको हामीले पर्सनल लाइफमा आएर हामीले त कुनै दबाब पनि गर्न मिलिन हैन अब ठिकै थियो तर न्याय चाहिँ आचलले पाउनुपर्छ यही भन्छौँ हामीहरू त्यही त घर सबैजना हुन्छ जोस माथि चाहिँ तपाईँहरूले दोषी भनेर भनिराख्नु भएको छ उहाँहरू चाहिँ अहिले प्रहरी चौकीमा हुनुहुन्छ हिजो केही कुराकानी भयो उहाँले के भन्नुभएको छ 81 चाहिँ आगो लागेको मात्र देखेको रे के 81 त्यही भन्नुभयो अब लाइटर 81 लाइटर बलेर त ज्यानमा आगो लाग्दैन नि हैन अब पेट्रोल कहाँदेखि लिएर आयो गएको शुद्ध साथीले पनि 81 आगो लाग्यो भने अब पेट्रोल ल्याएको पनि देख्यो होला नि त गएको साथीले लाइटर ल्याएको पनि देख्यो होला तर 81 चाहिँ आगो चाहिँ लाग्नै सक्दैन नि भन्नु न हैन सकेको बाबुले आफ्नै ज्यानमा आगो लाग्न सक्थ्यो होला के रुममै बसेर तर त्यतिसम्म चाहिँ त्यो धेरै छ यिनीहरूको ग्रुप नै छ तर हैन सबैजनालाई कारबाही नै हुनुपर्छ त्यही भएर अब आचलले न्याय पाउनुपर्छ म त यति नै भन्न चाहन्छु त्यही नै हो हस् त सक्नुहुन्छ बोल्नलाई केही